Hello everyone. Let's make गिलो चटपटे with me, okay? ल आज चाहिँ मसँग गिलो चटपटे बनाएर खानुहोस् तपाईहरु पनि. Let's make गिलो अनि टक्क लाएर पिरो चटपटे खटपटा चटपटा बनाएर खान आँटेको मैले चाहिँ. ल तपाईहरुलाई चटपटे बनाएर खान मन लाग्छ भने चाहिँ टक्क लाएर यसरी नै बनाएर खानु होला. अनि मेरो भिडियो पनि हेर्दै गर्नु होला. अनि कस्तो लाग्छ मेरो भिडियोज पनि भन्दै गर्नु होला कमेन्टमा. अनि सब्स्क्राइब पनि गरिदिनु नभुल्नु होला कृपया हजुरहरुले. एन्ड देन अब मैले के हाले भने चटपटेमा फर्स्ट चना हाले, काँक्रा, प्याज, खुर्सानी, टमाटर हालिसके, नुन पनि हाले, खुर्सानी, डल्ले खुर्सानीको पेस्ट पनि हाले, एउटा हरियो खुर्सानी पनि हाले, अब चाउचाउ पनि हाले. ओ माई गॉड, यो मेरो गिलो त यस्तो राम्रो भएको थियो आज. ल फर्स्ट टाइम होला यस्तो, मतलब फर्स्ट टाइम चाहिँ कति भएको थियो गिलो नबनाएको. अरू बेला पनि राम्रै हुन्थ्यो, तर आज झन् कस्तो राम्रो भएको क्या. यो कागती निचार्दैछु. यहाँ फेरि कस्तो गर्मी छ, गर्मीमा पिरो अमिलो चटपटे खायो भने निन्द्रा सिन्द्रा सबै भाग्छ, कहाँ पुग्छ थाहा हुन्न. त्यही भएर हो मैले पनि आज यस्तो चटपटेको क्रेभिङ भयो, क्रेभिङ. त्यही भएर खाना आँटेको. ल मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु है, कस्तो मजाको चटपटे भइरहेछ. फेरि अन्तिमसम्म हेर्नु भएन भने थाहा पाउनुहुन्न है तपाईहरुले कस्तो भयो मेरो चटपटे भनेर. मलाई चाहिँ यो बनाइसक्नै नपाउँदा यस्तो खानु मन लागिसकिसक्यो हेर्दै क्या. ओ माय गॉड, यो गिलो देखेर झन् मलाई यस्तो गिलो चटपटे पिरो अमिलो खानु मन लागिरहेको थियो. आज ठिक्क घाम पनि लागिरहेछ, गर्मी पनि भइरहेछ. त्यही भएर खाना आँटेको. ल चटपटे बनाउन नआउनेहरूले चाहिँ यो हेरेर टक्क लगाएर सिकेर खानु होला चटपटे बनाएर. अनि मेरो भिडियो पनि अन्तिमसम्म हेरिदिनु होला. लाइक, सब्स्क्राइब एन्ड देन कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला साथीहरू है. अब के गर्ने, यस्तो खानु त पर्यो है. अल्छी चाहिँ गर्न भएन. खानु मन लाग्यो भने चाहिँ अल्छी गर्न भएन. छिटो खाइहाल्ने बनाएर. मलाई चाहिँ अल्छी लाग्दैन खानुलाई चाहिँ. अरू कुरा चाहिँ अल्छी लाग्यो भने खानुलाई चाहिँ अल्छी लाग्दैन. त्यही भएर मन लागेपछि टाक्क लगाएर बनाउने खाइहाल्ने. ल मैले यस्तो मजाले भुजा हालेर खोलेँ. अब किलो लाएर घोलेपछि त ओ माई गॉड यस्तो राम्रो देखेको. Thanks for watching everyone and do like, share and comment. And कस्तो मेरो भयो मेरो चटपटे पनि भन्नु होला ल. Thank you so much for watching and bye bye. See you in my next video. Bye bye.